हाई गाइस, के गर्नुहुँदैछ तपाईहरु? हाउ आर यु? सबैजना ठिकै हुनुहुन्छ होला है? अहिले चाहिँ म बाहिर निस्किरहेको छु सब्जी गर्दै। गाइस, आज बाहिरको नजरिया चाहिँ हेर्न सक्नुहुन्छ, एकदमै घाम लागिरहेछ। बुबु अगाडि हिँड्नुहुँदैछ र म पनि जाँदैछु सँगसँगै बुबुसँग। र आजको सपिङको लागि चाहिँ पैसा यति दोकानमा अलरेडी दिनुपर्ने ड्यू छ हो। अन्त अर्को सब्जीहरू ल्याउनु छ, दुधहरू किन्नु छ। हामी बस्ने कम्पाउन्ड चाहिँ यस्तो छ, ग्लोबल सिटी भन्छ गाइस। गाडी सामान लिएर जाने होला। गाइस, हामीले चाहिँ रिसेन्टली हैन गाडी किन्नेलाई गाडी 2000 गाडी पनि लिएको छ, सब्जी बोक्नु हो। भारी भएर सजिलो हुन्छ, लाइटहरू लगाएर आउनु जानु एकदमै कन्भिनियन्ट इजी बनाएको बहिनीले चाहिँ टमाटर चुन्दैछ यहाँनिर। हरालाई चाहिँ निकालेर चाहिँ रातो रातो चाहिँ हाम्रो लागि चाहिँ हाम्रो चट्नीको लागि चाहिँ हामीलाई विशेष चाहिएको छ। यो चाहिँ हाम्रो सब्जी बोक्ने सानो टली गाडी चाहिँ सजिलो कम्फर्ट चाहिँ हुन्छ। मैले अनलाइनबाट मगाएको यो र अन्त योबाट चाहिँ हामीलाई बोक्नु धेरै कम्फर्ट हुन्छ। अन्त भारी पनि उठाउन सक्छ। हातमा बोक्दा चाहिँ हात पुरा गल्छ र त्यही कारणले गर्दा चाहिँ यसरी बोक्नुहोस्। तपाईँहरूले पनि युज गर्नुहोस् यसरी धेरै। बच्चाहरू सजिलो फाइनली हामी एकदम घर पनि आइपुग्यो।